हेलो एभ्रिवान। आज चाहिँ कुरा गरौँ स्कुबा डाइभिङको मेरो एक्सपिरियन्स र स्टोरीको बारेमा हैन। पहिलो कुरा चाहिँ स्कुबा डाइभिङ गर्नुभन्दा अगाडि चाहिँ तपाईहरु चाहिँ मेन्टली प्रिपेयर हुनुपर्छ क्या। किनभने तपाईहरु स्कुबा डाइभिङ गर्दाखेरि चाहिँ तपाईहरु आतिनुहुन्छ क्या, यदि तपाईहरु मेन्टली प्रिपेयर हुनुहुन्न भने चाहिँ। त्यही भएर चाहिँ अगाडि नै तपाईहरु चाहिँ मेन्टली प्रिपेयर हुनुभयो भने चाहिँ तपाईहरुमा कन्फिडेन्ट आउँछ है त। ल लेट्स बिगिन माई स्टोरी है त गाइज। स्कुबा डाइभिङ चाहिँ हामीले बालीको नुसाडुवा भन्ने ठाउँमा गरेको। म भिनाजु र भाइ सुरुमा हामीलाई थ्योरिटिकल नलेजहरू सिकायो, सेफ्टिज आइडियाजहरू सिकायो होइन। अनि त्यसपछि चाहिँ हामीलाई स्विमिङ पुलमा लग्यो, अनि ब्रिदिङहरू सबै गर्न सिकायो होइन। अनि हामीलाई चेक गऱ्यो ठिक छ छैन, अनि त्यसको लागि चाहिँ हामीलाई ओसनमा लानेको लागि रेडी गऱ्यो होइन। त्यसपछि मैले ठिक छ भनेपछि हामी चाहिँ बोटमा चढेर हामी ओसनको बिचमा गयौँ, अनि सिधै हाम फाल्यौँ होइन। डर लाग्यो सुरुमा त, अनि तल छिरेपछि त यति मजा लाग्यो कि है। तलको भ्युजहरू हेर्नु न, बबाल बबाल कलरफुल फिस होइन, जेलीहरू तल कस्तो दामी थियो। उनीहरूले चाहिँ भगवान्को स्ट्याचुहरू पनि तल राखेको रहेछ क्या। अनि यो ब्रिदिङ चाहिँ गर्न चाहिँ मजाले आउनुपर्छ। त्यसपछि त भ्यू भनेको त हामी माथि बसिराख्ने मान्छे त तलको त संसारै बेग्लै के स्वर्गको जस्तो फिल हुन्छ है। एकचोटि चाहिँ तपाईँहरूले यो पनि ट्राई गर्नु होला, एकदम एक्साइटिङ, मजा पनि आउँछ, इन्जोय पनि गर्नुहुन्छ है। द्याट्स अल, थ्याङ्क यू गाइज।